राजस्व तिरेको 24 घण्टामै हातमा लाइसेन्स पुर्याउने भनेर सरकारले घोषणा गरेको भनेर समाचारहरू सञ्चार माध्यममा आउन थालेपछि अब लाइसेन्स आयो होला, तर यहाँ लाइसेन्स लिनको लागि भनेर आउनुभएका सबै महानुभावहरू यहाँ आउने, सोध्ने र फिर्ता हुने। दाइ तपाईँले एक दिनमा कति मान्छे डिल गर्नुहुन्छ? यहाँ कतिजना मान्छे सोध्न? 500 जति आउँछ। के सोध्न आउनुहुन्छ? त्यही लाइसेन्स आएको आएन। अनि तपाईँले के भन्नुहुन्छ? छैन। किन नआएर छ? कहाँ अल्झिएर छ? खोइ अब कता विभागतिरै छ। तपाईँलाई यहाँ हाकिम साहबले अहिले आएको छैन भनेर भन्नुहोस्। त्यही भने तपाईँहरू कसैले पनि सोध्नु पर्दैन, खास लाइसेन्स आएकै छैन। 1 महिनामा 2 महिनामा आइज भन्छ, 3 महिनामा आइज भन्छ, आयो फेरि आएको छैन भनिदिन्छ, फर्काइदिन्छ। छ कि छैन भनेर हेर्न आएको छैन अरे। आशा कहिले आउँछ भन्नुभयो? त उहाँसँग त्यस्तो कुनै आधिकारिक जवाब पाइएन। अब हामीले नै आशा गरौँ भविष्यमा आउला। छैन है त्यसको टाढा होइन छैन। तर यहाँ आउँदाखेरि अब छैन भन्छ। यहाँ नाम हेर्नु भयो? उहाँ 1-2 फेरि आइसक्यो। यहाँ दिनदिनै उहाँ लाइसेन्स आएको छैन, उहाँको ठेकै बनिसकेको छ। तपाईँको आएको छैन होइन? तपाईँको ठेको के हो? आएको छैन? त्यही हो। आएको छैन भने तपाईँको ठेकै? त्यही त अब के भन्ने त छैन भन्नु। आछ भन्नु त पर्दैन नि। यहाँ कोही आउने मान्छे, कोही लाइसेन्स लिन आउने मान्छेलाई आछ कि आएको छैन भनेर सोद्धाखेरि आछ भन्न पर्ने मान्छे कोही आउनुहुन्छ? छैन त्यस्तो। सबैले आएको छैन भन्नु? छैन सबैले।